ऊ चाहिँ मेरो साथी बिना हाल चाहिँ जापानको नागोयामा बस्दै गरेको र अहिले चाहिँ काम बिदा भएको बेला टोकियो घुम्न आएको र उसलाई टोकियो घुमाउने जिम्मा चाहिँ मेरो। बिना र म चाहिँ नेपालदेखिकै साथी हो र उसको र मेरो भेट अनि चिनजान चाहिँ कसरी भएको कस्तो इन्ट्रेस्टिङ छ है। हाम्रो चिनजान चाहिँ बसभित्र भएको के बसमा एकअर्कालाई यस्तो फेस हेरेर हाँस्यो त्यसपछि बोलचाल भएको अनि भरे कहाँ बस्ने भन्दाखेरि उसले कपन भन्यो भने म पनि कपन बस्थेँ अनि त्यहाँदेखि कपन कहाँनेरि भन्दाखेरि बोल्दै जाँदाखेरि कुरा गर्दै खाँदा त हाम्रो छिमेकी रहेछ क्या ऊ त अनि त्यहाँदेखि हामी चाहिँ साथी भएको हामी एकअर्कालाई चिनेर साथी भएको चाहिँ लगभग 8 वर्ष भयो। यो भिडियोहरू चाहिँ न्यु इयरमा खिचेको सबै मैले तर त्यो बेला चाहिँ मैले यो भोइस ओभर गर्न अनि एडिटिङ गर्न टाइम भ्याइरहेको थिइनँ त्यही भएर अहिले मैले यो भिडियोहरू अपलोड गरिरहेको छु। जापानमा के घुम्ने ठाउँहरू कति धेरै छ है आम्मामा घुम्दा घुम्दा यो टोकियो सिटी हो नि त अनि टोकियो सिटीमा कतिचोटि आइसकेको छु अनि स्काई ट्री पनि कतिचोटि चढिसकेको छु तर पनि यो ठाउँ स्काई ट्रीकै नजिक रहेछ तर मलाई थाहै थिएन कि अनि त्यो यो ठाउँमा चाहिँ हामी फर्स्ट टाइम गएको यो देखिरहनु भएको टावर चाहिँ स्काई ट्री हो कि टोकियो स्काई ट्री यो चाहिँ वर्ल्डमै एकदमै फेमस छ जस्तै विदेशी पर्यटनहरू आउनुभयो भने पनि यो स्काई ट्री चाहिँ चढेरै जानु हुँदो रहेछ कि एकदमै फेमस हो। मैले चाहिँ धेरैचोटि यो स्काई ट्री चढिसकेँ फेरि पनि अनि उनी साथीहरूलाई चाहिँ यो स्काई ट्री पनि लगेको। जापानको टेक्नोलोजी हेरेर म त दङ्गै पर्छु हेर्नु न कस्तो अचम्म लाग्छ कि दिमागले नै भ्याउँदैन कि कहाँसम्म कसरी सोचेर कस्तो आइडिया लाएर बनाएको छ है अचम्मै लागेर आउने कि हामी स्काई ट्री घुमिसकेर ओदाइबा भन्ने ठाउँ गएको अनि त्यो ओदाइबा जाँदाखेरि चाहिँ यो ट्रेन चाहिँ माथि माथि आकाशमा उड्ने ट्रेन के माइ गड जापानको टेक्नोलोजी हेरेर चाहिँ दिमागै घुम्छ कि कसरी यो बनाएको यो सोच्दा होइन उनीहरूको सोचाइ उनीहरूको दिमाग कस्तो है जापानिजहरूको हामी नेपालीहरूको त यस्तो सोचाइ यस्तो दिमाग पुग्दैन होला कि जस्तो नि लाग्छ कि कहिलेकाहीँ मलाई त। विश्वमै सबैभन्दा धेरै अर्थक्वेक भूकम्प आउने देश चाहिँ जापान हो तर पनि हेर्नु न यो बिल्डिङहरू यस्तो टेक्नोलोजिकल्ली बनाएको छ यस्तो दिमाग लाएर बनाएको छ कि जति ठुलो भूकम्प आए पनि त्यो बिल्डिङहरूलाई केही पनि हानि नोक्सानी हुँदैन कि। नेपालमा भूकम्प आउँदाखेरि घर बाहिरबाट निस्केर सुरक्षित ठाउँ खोजेर जान्छौँ नि त तर जापानमा चाहिँ हामी बसेको आफू बसेको घरै एकदमै सुरक्षित हुन्छ कि भागेर कहीँ पनि जानु पर्दैन। हामी चाहिँ ओदाइबा घुम्दा घुम्दै बेलुका 5 बजिसकेको थियो अनि एकदमै भोक लागेर हामीले पिज्जा अर्डर गरेको। यो ठाउँ चाहिँ राति घुम्न जाँदाखेरि पनि कस्तो राम्रो छ कि एकदमै रमाइलो झिलिमिली देखिन्छ अनि यो इभिनिङ भ्यू हेर्नु न कति राम्रो है यहीँनेरि बसिराख्नु जस्तो लागेको कि।